We are here to stay. यो कुरा चाहिँ बुझ्नु पर्दैछ सबैजना। अर्को कुरा, जति पनि आरोपहरू मलाई लागियो अहिलेदेखि लागेको होइन, केन्द्रीय आन्दोलनदेखि लागेको छ। म त थिच्न सकौँला, तर विशेष गरी आइन्दादेखि कुनै नागरिकलाई, नेपाली नागरिकलाई उनीहरूको अपमान गर्न, उनीहरूको चरित्र हत्या गर्न कसैले प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा एकदम संवेदनशील भएर यो विषयलाई चाहिँ सिरियसली हामीले चाहिँ अबदेखि गृह मन्त्रालयले हेर्नेवाला छ। मलाई जे भन्नु छ नो प्रब्लम, म थिच्न सक्छु, जस्तो सुकै आरोप लगाएर म थिच्न सक्छु। तर नेपाली नागरिकलाई, अरूलाई दुःख दिएको चाहिँ म हेर्न सक्दिनँ। विशेष गरी हाम्रो चेलीहरूलाई, नेपालकी छोरीहरूलाई जुन तरिकाले उहाँहरूको चरित्र हत्या गरिन्छ त्यसमा गृह मन्त्रालय एकदम सिरियस हुन्छ। आइन्दादेखि यस्तो हाम्रो समाजमा यस्तो प्रवृत्ति नरहोस्। जति अट्याक गर्नु छ मलाई नै अट्याक गर्नु होला, नो प्रब्लम। तथ्यको आधारमा हुनु पर्यो, तोडमोड गर्नु भएन। र मिडिया ट्रायलको नाममा कसैले आत्महत्या गर्नु नपरोस् हाम्रो देशमा।